लन्डन भित्र आउँदाखेरिको फाइदा र बेफाइदा चाहिँ के छ भनेदेखि चाहिँ लन्डनमा चाहिँ तपाईँले टप युनिभर्सिटीहरू पाउन सक्नुहुन्छ। एउटा कुरा त्यो भयो। अनि त्यसपछि लन्डन भित्र चाहिँ तपाईँलाई चाहिँ इन्टर्नसिपको त्यसपछि करियर अपर्च्युनिटीहरू, त्यसपछि तपाईँले नेटवर्किङ अपर्च्युनिटीहरू, त्यसपछि तपाईँले चाहिँ ठुलो कम्पनीहरू चाहिँ खोज्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँलाई चाहिँ फेरि इनसाइड लन्डन नै राम्रो हुन्छ है। अब तर तपाईँलाई इनसाइड लन्डनमा चाहिँ तपाईँलाई मेन कुरा भनेको खाना बस्न चाहिँ तपाईँलाई अलिकता महँगो पर्छ आउटसाइड लन्डन हेरिकन। अनि अर्को कुरा त्यसमा चाहिँ तपाईँलाई अलिकता जबको अपर्च्युनिटी पनि अलिकता कम्पिटेटिभ हुन्छ। अब पाउँदै नपाउने त होइन, तर त अलिकता कम्पिटिसन हाई हुन्छ त्यसमा चाहिँ है। अब त्यसमा चाहिँ अब आउटसाइड लन्डनमा चाहिँ सिटी हेरी चाहिँ अलिकता जबको अपर्च्युनिटी चाहिँ इनसाइड लन्डन भन्दा आउटसाइड लन्डन चाहिँ राम्रो छ है। अब त्यो सिटी हेरी है, फेरि अब सबै सिटीमा चाहिँ राम्रो भन्ने हुँदैन, तर त्यो सिटी हेरी है त। अनि आउटसाइड लन्डनमा चाहिँ तपाईँले खाना बस्न सस्तो हुन्छ एउटा कुरामा, राम्रो युनिभर्सिटीहरू पनि छ है त, जस्तै बर्मिङहम, म्यान्चेस्टर, लिभरपुल, अनि त्यसपछि लिड्स भयो, नोटिङहम भयो, ग्लास्गो भयो होइन। अब यो सिटीहरूमा तपाईँले राम्रो युनिभर्सिटी पनि पाउन सक्नुहुन्छ है। अनि अलिकता तपाईँलाई पढ्नको लागि त्यो इन्भाइरोमेन्ट पनि आउटसाइड लन्डन नै राम्रो छ जस्तो लाग्छ मलाई चाहिँ है। अनि त्यो भएको भएर यदि तपाईँ चाहिँ अब अलिकता बजेट फ्रेन्डली हुनुहुन्छ होइन, अनि जबको लागि पार्ट टाइम जबको लागि चाहिँ तपाईँले हेरिरहनु भएको छ होइन भनेदेखिकोमा तपाईँको लागि आउटसाइड लन्डन एकदम ठिक छ। तर अब तपाईँले पछिको लागि चाहिँ जस्तै अब तपाईँले ठुल्ठुलो कम्पनीमा चाहिँ इन्टर्नसिपको लागि, जब प्लेसमेन्टहरूको लागि चाहिँ तपाईँले हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ फेरि त्यो बेलामा चाहिँ तपाईँलाई चाहिँ इनसाइड लन्डन चाहिँ ठिक हुन्छ है त। अब काम पाउने कुरामा चाहिँ इनसाइड लन्डन र आउटसाइड लन्डनमा चाहिँ पनि है, अब कति स्टुडेन्टले चाहिँ आएको 2 हप्ता 3 हप्ता पछि नै काम पाएर चाहिँ गरिरहेको देखेको पनि छु इनसाइड लन्डन होइन। अब त्यही इनसाइड लन्डनमा फेरि कतिले चाहिँ आएको 3-4 महिनासम्म काम नपाएको पनि छ। अब आउटसाइड लन्डनको पनि सिचुएसन त्यही हो, आएको 3-4 हप्ता पछि नै मान्छेले काम पाएको पनि छ। अब अरू चाहिँ 3-4 महिनासम्म काम नपाएको पनि छ होइन। अब त्यसमा चाहिँ आफूमा पनि डिपेन्ड हुन्छ अलिकता है, किनभनेदेखिकोमा तपाईँले नयाँ मान्छेसँग कतिको घुलमिल हुन सक्नुहुन्छ, तपाईँले नयाँ मान्छेलाई चाहिँ कतिको रिझाउन सक्नुहुन्छ होइन। अब नयाँ साथीहरू तपाईँले कतिको बनाउन सक्नुहुन्छ। अनि त्यो सँगसँगै चाहिँ अर्को कुरा चाहिँ तपाईँसँग वर्क एक्सपिरियन्स के कतिको छ त। अब यहाँनिर चाहिँ एउटा कुरा चाहिँ के हुन्छ भनेदेखि तपाईँले यहाँनिर चाहिँ युकेमा चाहिँ एकदम भन्छुनमा चल्छ कामको लागि है। नेपालमा भन्छुनमा भने जस्तै युकेमा पनि एकदम भन्छुनमा चल्ने हो। यदि कोही मान्छेले चिनेको मान्छेले चाहिँ रिफरेन्स दियो भनेदेखि तपाईँले काम तुरुन्त नै पाउनुहुन्छ होइन। तर अब त्यही ठाउँमा चाहिँ फेरि तपाईँले नयाँ मान्छेले चाहिँ अप्लाई गर्दै हुनुहुन्छ भनेदेखि तपाईँलाई काम पाउन एकदमै गाह्रो हुन्छ क्या। तपाईँ आफू कतिको एक्टिभ हुनुहुन्छ त्यसले पनि फरक पार्छ है त काम पाउन।